यदि तपाईको स्यालेरी 19,550 छ भने तपाईले एक्चुअल स्यालेरी चाहिँ कति पाउनुहुन्छ त? मैले यो 19,550 लिनुको रिजन चाहिँ हाम्रो अहिले गभर्नमेन्टको नयाँ रेगुलेसन अनुसार श्रावण 1/2082 देखि चाहिँ यो स्यालेरी चाहिँ हाम्रो नेपालको लागि मिनिमम स्यालेरी हो। सो यसको फर्दर ब्रेकडाउन हेरौँ है त कस्तो हुन्छ। सो ब्रेकडाउनको कुरा गर्दाखेरि चाहिँ हाम्रो 19,550 चाहिँ बेसिक स्यालेरी र डियरनेस अलाउन्स गरेर दुईटा पार्टमा डिभाइड हुन्छ। अनि यसमा एड हुने अर्को कुरा भनेको चाहिँ इम्प्लोयरले प्रोभाइड गर्ने एसएसएफ, यो चाहिँ 20% अफ बेसिक स्यालेरी। टोटल चाहिँ हुन आउँछ 22,000 अराउन्ड हैन। अनि यसमा अब डिडक्सन हुने भनेको दुईटा पार्ट छ, एउटा ट्याक्सेसन हो। यो इन्कम लेभलमा चाहिँ हाम्रो ट्याक्सेबल इन्कम सिंगल कपल हैन जे भए पनि 5 लाख र 6 लाखको ब्र्याकेट भन्दा बिलो नै हुन्छ। यसले गर्दाखेरि लाग्नुपर्ने ट्याक्स चाहिँ 1% हो। तर इफ एसएसएफमा रेगुलर कन्ट्रिब्युटर हुनुहुन्छ भने चाहिँ 1% ट्याक्स चाहिँ एप्लिकेबल हुँदैन। त्यही भएर यो स्यालेरी ब्रेकडाउनमा हाम्रो ट्याक्स पिक्चरमा आएन हैन। तर अर्को डिडक्सन भनेको एसएसएफको पार्टको चाहिँ हुन्छ एउटा इम्प्लोयर एसएसएफ, अर्को चाहिँ इम्प्लोइको एसएसएफ। इम्प्लोयर एसएसएफ 20% अफ बेसिक स्यालेरी, इम्प्लोइको एसएसएफ 11% अफ बेसिक स्यालेरी भन्नाले टोटल 31% यो दुईटा कुरा चाहिँ डिडक्ट हुन्छ। सो अब तपाईले आफै क्याल्कुलेट गर्न सक्नुहुन्छ हैन तपाईको क्याश इन ह्यान्ड स्यालेरी चाहिँ कति आउँछ होला। सो क्याल्कुलेट गर्नुभयो त? इफ गर्नुभयो भने कमेन्ट सेक्सनमा लेख्नु भए पनि हुन्छ। सो हाम्रो फाइनल क्याश इन ह्यान्ड चाहिँ 18,211 आइरहेको छ है। सो स्यालेरी 19,550 भए तापनि क्याश इन ह्यान्ड आउने चाहिँ यति नै हो। अरू पार्ट चाहिँ अब कम्पनीको इन्टरनल रुल्स रेगुलेसन्स अनुसार केही एड अर लेस चाहिँ हुन सक्छ है।